नेपाली पुरुष क्रिकेट टोलीले यतिबेला आफ्नै घरेलु मैदानमा आइसिसी लिग 2 अन्तर्गतका म्याचहरू खेलिरहेको छ। यस सिरिजमा नेपाल, ओमान र युएई गरी 3 देशको सहभागिता रहेको छ। नेपालले आफ्नो पछिल्लो खेल युएईसँग खेलेको थियो, जसमा नेपालले युएईलाई 37 रनले हराएको थियो। त्यसपछि दोस्रो खेलमा ओमानसँग नेपालले 102 रनको लज्जास्पद हार बेहोर्न पुगेको थियो। नेपालले युएईसँग 2वटै म्याच खेलिसकेको छ भने ओमानसँग 1 म्याच खेल्न बाँकी छ। लिग 2 अन्तर्गतका म्याचहरूमा आइसिसीले 3 देशहरूलाई समेटेर 2वटा म्याच एक आपसमा बनाउँछ र 1 म्याच जितेमा 2 पोइन्ट पाइन्छ। आफ्नै घरेलु मैदानमा भइरहेको यस ओमान, नेपाल र युएई बीचको यस श्रृङ्खलामा नेपालले अहिलेसम्म 4 अङ्क जोडेको छ। अब नेपालले आफ्नो अन्तिम म्याच ओमानसँग मे 5 मा खेल्दैछ। ओमानले नेपाललाई आफ्नै घरेलु मैदानमा धेरै पटक हराएको छ। के नेपालले ओमानसँगको म्याचमा बदला लिँदै आफ्नो घरेलु मैदानमा 6 अङ्क जोड्न सक्ला त? कमेन्ट गर्नुहोला र भिडियो मन परेमा लाइक गरी च्यानललाई एक सब्स्क्राइब पनि गरिदिनुहोला।